हेलो सम्पूर्णमा नमस्कार, गुड मर्निङ। अहिले हामी चुनावी प्रचार प्रसारको अभियानमा फुलबारीमा आइपुगेका छौँ। यो फुलबारी 8 त्रिवेणी गाउँपालिका वार्ड नम्बर 2 फुलबारीमा हाम्रो संस्कृति पार्टीको 8 त्रिवेणी पालिका अध्यक्ष पेम्बा शेर्पाज्यूको घरमा आइपुगेका छौँ। र उहाँले चाहिँ उहाँ चाहिँ कृषक पनि हुनुहुँदो रहेछ। यसरी खेती किसानहरू विभिन्न खेती किसान गर्नुभएको छ। अनि यसरी विभिन्न बोट बिरुवाहरू रोप्नु भएको छ। यहाँतिर ग्रिन हाउसहरू रोप्नु भएको छ। यही बोकेर जान्छ हाम्रो हामी तल यसो हेर्न जाँदैछौँ कस्तो के रहेछ पेम्बा सरको एग्रिकल्चरमा के छ हेर्न हामी जाँदैछौँ। हाम्रो सरहरू फेरि चियासँगै हिँड्दैन छ। हामीसँग बस्ने टाइम पनि छैन। यति साह्रो बिजी हुनुहुन्छ कि यसरी खाँदै हिँड्नु परेको छ। देश बचाउनु पर्ने चाहिँ कहाँ बसेर हुन्छ? त्यही त देश बचाउनु पर्ने छ। ल देश के को बिरुवा यो अकबरे खोर्सानीको रे खोर्सानीको। ल 25 रुपैयाँ गोटा बिक्छ अनि अकबरे खोर्सानीको बिरुवा हेर्नुहोस्। यहाँ पर समाज परदेखि यहाँ बिरुवा यही धेरै भइरहेछ मलाई। हजुर सर साँच्चीकै श्रम संस्कृति पार्टीमा सुहाउने मान्छेहरू मात्रै छ क्या हाम्रो। अनि यता चाहिँ तोरी रहेछ। अल्छी त कहाँ हुन्छ? काम गर्नु अल्छी गर्ने मान्छे यति हो यहाँ मेहनत, यहाँ थोरै मेहनत छ। काम गर्नु अल्छी गर्ने मान्छे आउनै हुँदैन नि संस्कृतिमा। ल यस्तो बिरुवा दामी उम्रेको रहेछ खोर्सानीको बिरुवा। यदि तपाईँहरूले पनि खोर्सानीको अकबरे खोर्सानीको बिरुवा चाहिन्छ भने हाम्रो पेम्बा सरले सम्पर्क गर्न सक्नुहुनेछ। यत्रो धेरै छ यहाँ। यति मजाले रोपेको रहेछ परसम्म। खोर्सानीको बिरुवा यस्तो दामी उम्रेको रहेछ अकबरे खोर्सानीको बिरुवा। खोर्सानीको बिरुवा साथीहरू हामी चाहिँ यहाँ छौँ। कार्यक्रम सर यहाँ तोरी हाम्रो सबै समानुपातिक उतै जान्छ चाहिँ उम्मेदवारमा प्रत्यक्ष उम्मेदवार मात्रै आउनु भएको छ। दर्ता गरेको थिएँ गाउँपालिकादेखि पनि केही साथ मिल्छ भने आश गरेको थिएँ। तर गाउँपालिकाबाट अहिलेसम्म चाहिँ एउटा साथ भन्ने चिज चाहिँ हामी जस्तो काम गर्ने लगनशील कृषकहरूलाई साथ भएको छैन। र हामीलाई सबैभन्दा सहयोग चाहिँ ज्ञान केन्द्रबाट चाहिँ हामीलाई त अत्याधिक सहयोग साथ र सपोर्ट चाहिँ ज्ञान केन्द्रबाट मात्रै भएको छ। जे होस् हामी चाहिँ स्थानीय सरकारबाट चाहिँ सहयोग भएको छैन। र तर पनि हामीले चाहिँ कृषकहरूलाई यो 8 त्रिवेणीवासीलाई चाहिँ राहत होस् र सजीकरण होस् भनेर चाहिँ यसपालि चाहिँ यो वर्ष चाहिँ अकबरेको खोर्सानी अत्याधिक धेरै राखेको छु होइन। 26 किलो बिउ राखेको छु। 8 त्रिवेणी जिल्लावासीलाई सम्पूर्ण कृषक दाजुभाइले यति किन्नु चाहनुहुन्छ चाहिँ पेम्बा शेर्पासँग कोर्डिनेसन गर्नुहोस् भन्न चाहन्छु। तपाईँको फार्ममा चाहिँ के को बिरुवाहरू उत्पादन भइरहेको छ अहिले? हिजो विगत महिनामा मैले प्याजको बिउ 20,000 को प्याजको बिउ बेच्न सफल भएँ होइन। अब अहिले तत्कालीन तपाईँ अकबरे खोर्सानी छ। त्यो सँगसँगै अहिले तत्कालीन तपाईँलाई चाहिएकोमा चाहिँ आलु पनि छ होइन। लगभग अब टमाटरको नर्सरी पनि सुरुवात भएको छ मेरो राख्नलाई। अन्त तिते करेलाको बिउ पनि नर्सरी राखेको छु। यदि तपाईँको त्यो पनि चाहिन्छ भने सम्पर्क गर्दा हुन्छ। हजुर हजुर आलु पनि टन्नै रोप्नु भएको रहेछ। आलु लगभग यसपालि कति उत्पादन हुन्छ तपाईँको फार्ममा? यसपालि आलु राम्रै फल्यो भने लगभग चाहिँ 50 किलोको बोराको लगभग 30-40 बोरा चाहिँ निस्किन्छ भने आश गरिरहेको छु। ल ठिक छ। श्रम संस्कृति पार्टीमा सुहाउँदो मिल्दो मान्छे हुनुहुँदो रहेछ तपाईँलाई मैले सोचेको पनि थिइनँ होइन। यस्तो फार्महरू खोलेर यसरी चाहिँ मेहनत गरेर बस्नु भएको छ भनेर होइन। धेरै खुसी लाग्यो। हाम्रो सन्तोष राईज्यू प्रत्यक्षतर्फको उम्मेदवारी पनि हुनुहुन्छ। सन्तोषजी यहाँ फार्मको बारेमा केही एउटा सल्लाह सुझाव उहाँलाई कुनै चाहिँ एउटा केही सल्लाह सुझाव दिन सक्नुहुन्छ? मैले सल्लाह सुझाव भन्दा पनि हाम्रो पेम्बा शेर्पाज्यू अत्यन्तै मेहनती हुनुहुँदो रहेछ। मैले पनि यस्तो सोचेको थिइनँ कि उहाँको यस्तो फार्म छ होइन। यति धेरै मेहनती हुनुहुन्छ भनेर मैले आज मात्रै थाहा पाएर उहाँको घरमा आउने अवसर पनि जुर्यो। र उहाँको टनेलहरू हेर्दाखेरि यो हाम्रो फार्म हेर्दाखेरि उहाँ साँच्चैकै श्रम संस्कृति पार्टीमा आबद्ध भइ पनि सक्नु भएको छ। उहाँ हाम्रो 8 त्रिवेणी गाउँपालिका कमिटीको अध्यक्ष पनि हुनुहुन्छ। र उहाँले अघि तपाईँले भने जस्तै उहाँ चाहिँ हाम्रो श्रम संस्कृति पार्टीको लागि अत्यन्तै सुइटेबल व्यक्ति पनि हुनुहुँदो रहेछ। किनकि उहाँ अत्यन्तै श्रममा विश्वास गर्ने श्रम गर्ने मेहनती मान्छे हुनुहुँदो रहेछ। र हाम्रो पार्टीको सिद्धान्त पनि त्यही हो। हामी चाहिँ जहिले पनि श्रम गर्नुपर्छ। यो देशमा श्रमदान गर्नुपर्छ। श्रम बिना यो देश बन्न सक्दैन, समाज बन्न सक्दैन भन्ने कुरा हो। र उहाँले त्यो काम गरिराख्नु भएको रहेछ। पेम्बा शेर्पाज्यूलाई धेरै धेरै म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। ल हस्, ल सबैजनालाई जय माटो है, जय श्रम संस्कृति पार्टी है। ल हस् त, धन्यवाद। थ्याङ्क यू।